च्यालेन्जिङ थियो सुरुमा किनभने अब टस एकदम म्याटर गर्छ साँझको गेममा प्लस टस हार्ने बित्तिकै पनि अब हामी चाहिँ कन्फिडेन्ट थियौँ कि यदि वी पोस्ट सम गुड टोटल अन द बोर्ड हाम्रो लागि जब चाहिँ इजी हुन्छ बोलर्सहरूको लागि बिकज साँझको टाइममा चाहिँ स्पेसली सेकेन्ड इनिङमा बोलिङ गर्न त्यति सजिलो छैन एन्ड स्पेसली फर्स्ट टाइम हामी अन्डर द लाइट्स खेलिरहेको हुनाले पनि अब ड्यू कतिको हुनसक्छ भन्ने पनि कुनै धेरै आइडिया चाहिँ थिएन तर पनि द वे वी गट स्टार्ट अनि गप्टिल अनि लोकेश अनि त्यसपछि शुभम नारायण जो पनि अब बसिर जो पनि ब्याटिङ गर्न गइरहेको थियो सबैजनाले चाहिँ आफ्नो च्यालेन्जेसहरूलाई चाहिँ एक्सेप्ट गरेर त्यो एक्जिक्युट चाहिँ जुन गर्नुपर्ने थियो प्लान्सहरू त्यो सबै एक्जिक्युट गरेर वी पोस्टेड अ गुड टोटल अन द बोर्ड प्लस अब बोलिङमा चाहिँ भेरी ह्याप्पी द वे वी प्लेड एज अ युनिट किनभने अब सबैलाई बाहिरबाट हेर्दा चाहिँ अब लाग्छ होला पावर प्लेमा हामी यताउता भइरहेको थियो तर द्याट वाज द गेम अब किनभने बोलिङ गर्न एकदम गाह्रो थियो सुरुको फेजमा तर पनि द वे वी एक्चुली केम ब्याक इट वाज अमेजिङ टु सी टिम अलरेडी बलियो पनि छ प्लस उहाँको उपस्थितिले अब झन् थप ऊर्जा हामीलाई चाहिँ पक्कै पनि दिने नै छ र साथै उहाँको एक्सपिरियन्स जुन छ अब आज जसरी गुप्टेलको एक्सपिरियन्स हामी सबैले हेरेको छौँ त्यो कुराहरूले चाहिँ एक्सपिरियन्स चाहिँ हामीले गेम हेर्नको लागि मात्रै होइन कि गेम सिक्नको लागि पनि उहाँहरूले चाहिँ के एक्स्ट्रा गरिराख्नु भएको छ त्यो हेरेर हामीले आफूलाई चाहिँ कसरी इम्प्रुभ गर्ने एज ए टिम एज ए युनिट एज ए प्लेयर इन्डिभिजुअल हामी मात्रै होइन कि अरू टिमहरूले पनि त्यो एउटा राम्रो सिक्ने मौका हुन्छ यद्यपि सर्ट टाइमको लागि उहाँ चाहिँ आउँदै हुनुहुन्छ तर देयर इज अ लट अफ थिङ्स टु लर्न फ्रम फर अल अफ अस